आम्ही तामांगले आषाढ़ को सावन को महीना लाए गोने ला भन्छ गोने भनेको साउन ला भनेको महिना मेरो झ्याकुको बलबीर आँखेले भनेको कुरा मसँग लेखित छैन। मुखिस्त कुराहरू धेरै थाहा छ, अरूलाई थाहा छैन। गोनेला साउनको महिनाको गोनेलाला चुइसे सोम दिनिल कुनु छेपा कार्छो शुक्ल पक्ष छेपा नाक्छो भनेको कृष्ण पक्ष हो। यो मलाई हाम्रो वीर मञ्जुश्री सम्बत 2863 यो मेरो बलबीर आँखेले भन्थ्यो। 12 महिनाको नाम 7 बारको नाम मलाई सबै थाहा छ। मसँग लिखित किताब चाहिँ छैन, मुखिस्त मैले टिप्पणी गरेर राखेको छ। यो छेपाङ्गोन्बो भनेको छेपाङ्गोन्बो छेपा कार्छो भनेको शुक्ल पक्ष, छेपा नाक्छो भनेको चाहिँ कृष्ण पक्ष अँधेरी रात। छेपाङ्गोन्बो भनेको तामाङले पूर्णेमा, पूर्णेलाई छेपाङ्गोन्बो, छेपाङ्गोन्बो छेपाङ्गु भनेको चाहिँ बाहिर भाषाबाट चाहिँ अमावस्या अँधेरी रात। छेपा घिक छेपा नि छेपा सोम छेपा भ्ले छेपाङा यो पर्यो द्वितीय तृतीय चौथी पञ्चमी यो तिथिको नाम मलाई सबै थाहा छ। झ्याकुको 9 भाइको खाल दाजुभाइहरूलाई यो थाहा छैन। मैले बलबीर आँखेले भनेको कुराहरू केही कुराहरू मैले राखेको छ। आज ऊ छेपा छेपाङ्गोन्बो साउनको 13 गते छेपाङ्गोन्बो पूर्णिमा रहेछ। यो गुरु पूर्णिमा हाम्रो गुरु रेम्बर्छेले हामी विश्वको बुद्ध धर्मावलम्बीलाई रक्षा गरोस्, आशीर्वाद देओस्, शक्ति देओस्, हामीलाई सन्चो सुविस्ता गरोस्, विश्वमा अशान्ति नहोस्, शान्ति होस्। गुरु रेम्बर्छे ओम हुङ वज्र गुरु पेमा सिद्धि हुङ, ओम हुङ वज्र गुरु पेमा सिद्धि हुङ, ओम हुङ वज्र गुरु पेमा सिद्धि हुङ।